नमस्कार। सडकमा गाडी चलाउँदा ट्राफिक प्रहरीले लाइसेन्स मागेर खल्तीमा हालेको वा होल्ड गरेर राखेको त हामी धेरैले देखेकै छौं वा भनौं आफैले भोगेका पनि छौं होला। तर भर्खरै मात्र नेपालको सर्वोच्च अदालतले ठ्याक्कै यही विषयलाई लिएर एउटा ऐतिहासिक फैसला गरेको छ। आउनुहोस् यो महत्त्वपूर्ण कानूनी दस्तावेजभित्र आखिर के कुरा लुकेको छ आज गहिरिएर हेरौं। हरेक दिन सडकमा यात्रा गर्ने हजारौं चालकहरूको मनमा एउटा ठूलो प्रश्न उठ्ने गर्छ। के साँच्चै ट्राफिक प्रहरीलाई यसरी बाटोमै हाम्रो लाइसेन्स जफत गर्ने कानूनी अधिकार छ त? आजको यो प्रस्तुतिमा हामी यसैको एकदमै स्पष्ट कानूनी जवाफ खोज्नेछौं। यो पूरै विषय राम्ररी बुझ्न हामी एउटा वास्तविक घटनाबाट सुरु गर्दै कानूनका व्यवस्थाहरू, दुवै पक्षका दाबी र अन्तमा सर्वोच्च अदालतको त्यो बहुचर्चित अन्तिम आदेशलाई क्रमशः हेर्दै जानेछौं। सुरुवात गरौं यो सम्पूर्ण कानूनी बहसलाई जन्म दिने एउटा सानो तर निकै महत्त्वपूर्ण घटनाबाट। कुरा के रहेछ भने नि, एकजना कानूनका विद्यार्थीले दिउँसो ठ्याक्कै 12 बजेतिर बबरमहलमा रेड लाइट क्रस गरेछन्। ट्राफिक प्रहरीले तत्कालै जरिवाना तिराउनुका साथै उनको लाइसेन्स पनि नियन्त्रणमा लियो। तर अचम्मको कुरा, जरिवाना तिरिसक्दा पनि सिस्टम एन्ट्रीमा भएको ढिलाइले गर्दा उनले आफ्नो लाइसेन्स फिर्ता पाउन पूरै 24 घण्टा कुर्नु पर्यो। अनि यही वाक्क लाग्दो झन्झटले गर्दा उनी सिधै सर्वोच्च अदालत पुगे। अब यस्तो अवस्थामा हाम्रो कानूनले चाहिँ वास्तवमा के भन्छ त? आउनुहोस् ठ्याक्कै नियम नै पल्टाएर हेरौं। यहाँनिर हामीले याद गर्नुपर्ने एउटा महत्त्वपूर्ण नम्बर छ 164। सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 164। यसैले सडकमा खटिने ट्राफिक प्रहरीलाई नियम तोड्दा के कस्तो कारबाही गर्ने भनेर प्रष्ट अधिकार दिएको छ। यो ऐन अनुसार जरिवानाको कुरा एकदमै क्लियर छ। रातो बत्ती क्रस गर्नेदेखि मादक पदार्थ सेवन गर्ने सम्मका गल्तीमा पहिलो पटकलाई 500, दोस्रो पटकलाई 1000 र त्यसभन्दा बढी गल्ती गर्नेलाई 1500 रुपैयाँसम्म तत्काल जरिवाना काट्न सक्ने अधिकार प्रहरीलाई छ। यहाँसम्म त कुरा ठिकै छ। तर ट्विस्ट यहीँनिर छ है। कानूनले जरिवाना काट्ने र तत्काल तिर्न नसके 24 घण्टे पुर्जी दिने कुरा त प्रष्ट गर्छ। तर कानूनको कुनै पनि पाना पल्टाएर हेर्नुस्, प्रहरीले हाम्रो भौतिक लाइसेन्स वा ब्लू बुक नै जप्त गर्ने अधिकार कतै पनि दिइएको छैन। हो, कागजात खोज्ने विषयमा कानून पूर्ण रूपमा मौन छ। अब कानून मौन छ भन्दैमा प्रहरीको आफ्नै तर्क नै नभएको भने होइन। पूर्ण रूपमा निष्पक्ष भएर हेर्दा प्रहरी र सरकार पक्षले अदालतमा दिएको जवाफ पनि सुन्नै पर्छ। यहाँ ठ्याक्कै दुईवटा फरक सोचको भिडन्त छ। एकातिर निवेदकको दाबी छ, स्पष्ट कानूनी आधार बिना लाइसेन्स खोज्नु नागरिक अधिकारको हनन हो। उता प्रहरीको जिकिर के छ भने, सडक अनुशासन कायम राख्न, दुर्घटना घटाउन र जरिवाना असुल गर्न कागजात होल्ड गर्नु त हाम्रो व्यावहारिक बाध्यता नै हो। सुन्दा त दुवै कुरा आफ्नो ठाउँमा लजिकल नै लाग्छ, होइन र? यही जटिल टकरावका बीच सर्वोच्च अदालत प्रवेश गर्छ। हेरौं माननीय न्यायाधीशहरूले यो विषयलाई कसरी तराजुमा जोख्नुभयो त। अदालतले यहाँ एउटा कानूनी सिद्धान्त अघि सार्यो, अल्ट्राभाइरस अर्थात् अधिकार क्षेत्र विहीनता। सिधा भाषामा भन्नुपर्दा राज्यका कुनै पनि निकायले त्यति मात्र काम गर्न पाउँछन् जति कानूनले उनीहरूलाई प्रष्टसँग गर भनेको हुन्छ। कानूनले नदिएको अधिकार आफै प्रयोग गर्नु त सिधै गैरकानूनी भयो नि। अनि अदालतको अर्को तर्क त झनै गजबको छ। अहिले हामीसँग नागरिक एप र ई-चलान जस्ता डिजिटल प्रणालीहरू आइसकेका छन्। जब प्रविधिले नै सबै कुरा यति सहज बनाइदिएको छ भने जरिवाना तिराउनकै लागि भनेर भौतिक रूपमै लाइसेन्स जफत गर्नुपर्ने त कुनै आवश्यकता वा औचित्य नै बाँकी देखिँदैन। र यो निष्कर्षमा पुग्न अदालतले हावाको भरमा कुरा गरेको पक्कै होइन। मसुद खान, योगेन्द्र गिरी लगायतका थुप्रै पुराना र महत्त्वपूर्ण नजिरहरूलाई टेकेर अदालतले एउटा कडा सिद्धान्त दोहोर्याएको छ। राज्यले गर्ने हरेक निर्णयको स्पष्ट कानूनी आधार हुनैपर्छ। आधार बिना गरिएका कामले कहिल्यै मान्यता पाउँदैनन्। यो फैसलाको सबैभन्दा शक्तिशाली लाइन नै यही हो। स्पष्ट कानूनी आधार बिना कसैको लाइसेन्स नियन्त्रणमा लिनु भनेको व्यक्तिको स्वतन्त्रतामाथिको अनुचित बन्देज हो। यो त विधिको शासन र हाम्रो संविधानले सुनिश्चित गरेको समानताको हक्कै ठाडो उल्लङ्घन हो भनेर अदालतले एकदमै प्रष्ट पारिदिएको छ। ल अब यति धेरै गम्भीर कानूनी मन्थनपछि अदालतले अन्तिममा के आदेश दियो त त्यो हेरौं। यहाँ एउटा रोचक प्राविधिक कुरा छ।
अदालतले उत्प्रेषणको आदेश चाहिँ दिएन, किनकि प्रहरीले हामी लाइसेन्स जफत गर्छौं भनेर कुनै औपचारिक लिखित निर्णय गरेको रहेनछ जसलाई बदर गर्न मिलोस्। तर अदालतले यो स्वेच्छाचारी अभ्यासलाई त्यत्तिकै पनि छाडेन। यस्तो गैरकानूनी कार्य तत्काल रोक्न कडा निर्देशनात्मक आदेश नै जारी गरिदियो। यसको नतिजा अब सिसा जस्तै छर्लङ्ग छ। कानून विपरीत हुने गरी सडकमा चेकिङ गर्दा अबदेखि चालकको लाइसेन्स, सवारी साधनको ब्लू बुक र गाडीको साँचो, यी तीनोटै कुरा नियन्त्रणमा लिन सर्वोच्च अदालतले प्रहरीलाई पूर्ण रूपमा बन्देज लगाएको छ। यो भनेको प्रहरीले पालना गर्नै पर्ने लक्ष्मण रेखा हो। र यो विश्लेषणको अन्त्यमा आइपुग्दा यसले एउटा निकै गहिरो प्रश्न छाडेर गएको छ। कानूनको अक्षरशः पालना गर्नुपर्ने सर्वोच्चको यो कडा आदेशले अब सडकमा आम नागरिक र ट्राफिक प्रहरी बीचको दिनहुँको सम्बन्धलाई कसरी बदल्नेछ त? के यसले सडक अनुशासन खुकुलो बनाउला या साँच्चै नै विधिको शासन स्थापित गर्ला? यो भने भविष्यले नै बताउनेछ।